डिभोर्स अगाडि श्रीमानको घर जेल जस्तै लाग्थ्यो। आज डिभोर्स भएको 3 वर्षपछि आफ्नै घर नै नर्क जस्तो लाग्छ। खै किन लेख्दैछु, सायद यही आशा होला, ताकि मैले गरेको जस्तो गल्ती अरू दिदीबहिनीहरूले नगरून्, रिस वा आवेगमा पर्या नफुटोस्, गोप्य नै रहोस् मेरो नाम, उमेर, बसाइ। मैले बिहे गर्दा मेरो उमेर 19 वर्षको मात्र थियो। मैले आफ्नै रोजाइमा विवाह गरेँ। मेरो श्रीमान शान्त स्वभावको कामकाजी छन्, अलिकति जिद्दी। उसले भनेपछि हुनै पर्ने, उसको कुरामाथि पढ्नै पर्ने, तर मनमा नराम्रो चाहिँ थिएन। झन्डै 3 वर्ष हाम्रो परिवार टिक्यो। त्यसबेला हाम्रो 1 वर्षको छोरा थियो। बिहेपछि सुरुमा सबै कुरा राम्रै चलिरहेको थियो, तर म एकदम भावुक किसिमको थिएँ। अलिकति रिसालो पनि थिएँ। श्रीमानले थोरै मेरो बारेमा नराम्रो केही भनोस् त तुरुन्तै झोला बोकेर माइत जाने गर्थे। त्यसबेला दिदी, भिनाजु, दाजु, भाउजू, भाइ, बुहारी, आमा, बुबा सबैले मेरो पक्षमा उभिन्थे, किनकि मैले ज्वाइँले ममाथि गरेको व्यवहार सुनाउँथे, तर मैले गरेको गल्ती चाहिँ लुकाउँथे। त्यसबेला सबैले मेरो श्रीमानलाई नै दोषी देख्दछन् र मलाई सहारा दिन्छन्, अनि मेरो गल्ती केही छैन, सबै त्यसैको गल्ती हो भनेर मैले पनि सोच्ने गर्थेँ। एक दिन कुरामा हाम्रो झगडा भयो। कुनै पनि श्रीमतीले आफ्नो श्रीमानलाई नभन्नुपर्ने कुरा मैले भने। त्यसबेला रिसमा र उत्तेजनामा उसको सहनशीलता फुट्छ र उसले मलाई एक झापड मेरो गालामा हाने। त्यो एक झापडले मेरो जीवनलाई बदल्छ। रिसाएर झोला र नानी च्यापेर बुबाको घर आए। आफूले गरेको भनेको गल्ती लुकाएर उसले कराएको हप्ताको कुटेको कुरा सुन्यो। देखाए त्यसबेला सबै मेरो माइती पक्षले अब यस्तो राक्षससँग बस्नु पर्दैन, त्यसलाई मुद्दा हाल भन्ने। मैले पनि उसको नाममा महिला दुर्व्यवहारको मुद्दा दायर गरेँ। प्रहरीले उसलाई भगाए। उसको आमाबुबाले मुद्दा फिर्ता गर्न बारम्बार मलाई आग्रह गरे। म राति ओछ्यानमा सुतेर सोच्ने गर्थेँ कि उसले साँच्चै नै नराम्रो मान्छे थियो त। केही दिनपछि धेरै गर्न सकिनँ भन्दै उसले माफी मागे। मैले मुद्दा फिर्ता गरेँ, तर म उसँग उसको घरमा गएँ। केही दिनपछि दुई परिवार मिलेर बस्नुपर्छ भने नयाँ तरिकाले जीवनयापन गर्नुपर्ने। म पनि सहमत भएँ। पहिलो केही महिना राम्रैसँग बित्यो, तर अचानक फेरि झगडा भयो र म मेरो आमाबुबाको घर आएँ। केही दिनपछि मेरो श्रीमान बिरामी छन् भनेको कुरा सुने। माइती घरका सबैले स्वास्नी फर्केर आउँछ भनेर नाटक गरेको हो भन्यो। त्यसबेला उसका आफ्नो आफन्त लिएर यहाँ आओस्, त्यसपछि उनीहरूको साथमा जान्छु भन्ने मनमा सोचेँ, तर केही आएन। बरु घरमा एउटा पत्र आउँछ, सम्बन्ध विच्छेद पत्र हातमा परेपछि मन मुटुमा दनदने आगोले पोलेको जस्तो भयो। अनि सोचेँ, यो आग उसमा कहाँबाट आयो? कति गाह्रो भयो, सहनै सकिनँ। माइती पक्षले कुचोले बढाल्नुपर्ने कसिन्दर हावाले उडायो भन्दै अदालतमा गएर छोराको पढाइ लेखाइको लागि मासिक खर्च र पेन्सन माग्न सुझाव दिए। मलाई मेरो मुटुमा 1000 किलोको ढुङ्गाको ओजनले खिचेको जस्तो महसुस हुँदै थियो। सास फेर्न गाह्रो भएको थियो। त्यसबेला एक शब्द पनि नसोची सबै कुरा स्वीकार गरेँ। बच्चा मसँग आयो। आर्थिक सुरक्षा र उसको हातबाट म स्वतन्त्र भएँ। आज 3.5 वर्ष बितेको छ। उसले फेरि नजिकैको स्कुलमा पढाउने शिक्षिका बिदा गरेको रहेछ। सोच्छु धेरै राम्रो छिरे, तर म मेरो जिन्दगी
खेल बनाएर राख्छन् बताउँछ भन्छन्। आज म सोच्छु कि एउटा गल्ती अलिकति जिद्दी रिसको एक जिद्दीले मेरो पुरै परिवार सधैँको लागि ठोके। उसले मलाई एक झपड हान्यो तर मैले उसलाई सहनै नसक्ने शब्द भने। मेरो अहङ्कार र माइती घरको सपोर्टको घमण्डले उसलाई बारम्बार दुःख दिए। आज मैले बुझ्दैछु परिवारमा जोडिएर बस्नु भनेको माफी दिनु, आफू अनुकूल हुन, मायामा कमी हुन नदिनु रहेछ। तर यो सबै मेरो भाग्यमा रहेछ। सम्बन्ध विच्छेदपछि स्वतन्त्र हुन पाइन्छ भनेर जसले सोचिरहेका छन्, स्वतन्त्र हुनु यो एक प्रकारको एक्लो कारागार हो, जेलबन्दी हो। जब कसैको परिवार जोडिएर बसेको देखिन्छ, खुसी जीवन हुन्छ, त्यसबेला आफ्नो एक्लो कोठा नर्क जस्तो लाग्छ। दिदीबहिनीहरू आफ्नो श्रीमानसित झगडा गर्नु, तर बिचमा डिभोर्स भन्ने शब्द नल्याउनु, आफू अलिकति नरम बन्नु, श्रीमानलाई अलिकति छुट दिनु, सायद त्यसले तपाईँको पुरै जिन्दगी नै बदलिन्छ। अर्को कुरा, माइतीले पनि आफ्नो बिहे गरेर गएकी छोरीलाई चाडपर्व बाहेक अरू बेला बोलाउने चलाउने काम नगर्ने, आफ्नो बुहारीलाई जस्तो आफूले गरेका छन् त्यही कुरा आफ्नो छोरीमा पनि पाल्नु हुन्छ भनेर सधैँ सोच्नु।